मान्छे हुँ मान्छे, तर त जस्तो सुरको लागि शंकर हुँ। हेलो एभ्रिवान, वेलकम टु फिल्मी रिवाइन्ड। आज हामी कुरा गर्न गइरहेका छौँ 3 दशकभन्दा लामो आफ्नो फिल्मी करियरमा लगभग 225 भन्दा बढी फिल्म खेलेर 100 भन्दा पनि बढी सुपरहिट फिल्म दिएर आफूलाई नायक मात्र नभइकिन महानायकको उपाधि हासिल गर्न सफल नेपालको महानायक राजेश हमाल सरको फिल्मी करियरको बारेमा आज हामी चर्चा गर्न गइरहेका छौँ। यदि तपाईहरुलाई हाम्रो भिडियो मन परिरहेको छ भने भिडियोलाई लाइक गरिदिनु होला, कमेन्ट पनि गर्न सक्नुहुन्छ। यदि तपाई हाम्रो भिडियोमा नयाँ पनि हुनुहुन्छ भने हाम्रो च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला। साथीहरु, महानायक राजेश हमाल सरको जन्म 1964 जुन 9 मा पाल्पाको तानसेनमा भएको हो। बुबा चुडाबहादुर हमाल र आमा रेणु केसीको राजेश हमाल तेस्रो सन्तान हुनुहुन्छ। राजेश हमाल भन्दा माथि दुईटा दिदी हुनुहुन्छ भने राजेश हमालको एउटा बहिनी र एउटा भाइ पनि हुनुहुन्छ। महानायक राजेश हमाल सरले युनिभर्सिटी अफ दिल्लीबाट अंग्रेजी साहित्यमा मास्टर्स गर्नुभएको छ। महानायक राजेश हमाल सरले फिल्मी क्षेत्रमा डेब्यु गर्न अगाडि मोडलिङ पनि गर्नुभएको छ। 1985 मा भारतीय फेसन म्यागजिनको लागि मोडलिङ र साथै 1986 मा काठमाडौँ तथा दिल्लीमा र्याम्पमा पनि सहभागी हुनुभएको थियो। महानायक राजेश हमाल सरले 1991 मा नेपाली चलचित्रमा डेब्यु गर्नुभयो आफ्नो मामा दीपक राईमाझीको चलचित्र युगदेखि युगसम्मबाट। मुख सम्हालेर बोल्नुहोस्। यो पहिलो फिल्म नै बक्स अफिसमा सफल भइसकेपछि महानायक राजेश हमाल सरले आफ्नो फिल्मी करियरको अहिले 35 वर्षभन्दा नि लामो समयसम्म पछाडि फर्केर हेर्न परेको छैन। महानायक राजेश हमाल सरको पहिलो फिल्म युगदेखि युगसम्म बक्स अफिसमा सफल भए तापनि राजेश हमाल सरलाई एउटा स्टारको रूपमा स्थापित गरेको चलचित्र भने चाहिँ देउता भनेर मानिन्छ। र यही फिल्मबाट महानायक राजेश हमाल सरले आफ्नो करियरको पहिलो बेस्ट एक्टरको नेसनल अवार्ड पनि जित्न सफल हुनुभएको थियो। 14 इन्चीको पछाडिपट्टि भुक्क परेको डल्लो टिभीमा यो फिल्म हेरेको सानोमा मलाई अझै पनि याद छ। र यो फिल्ममा महानायक राजेश हमाल सरले शङ्करको भूमिका निभाउनु भएको थियो, जुन नामलाई हामी राजेश हमालको धेरै फिल्महरूमा देख्न सक्छौँ। र देउता फिल्मलाई नेपालको वरिष्ठ निर्देशक तुलसी घिमिरे सरले निर्देशक गर्नुभएको थियो। र यो फिल्म बक्स अफिसमा ब्लकबस्टर भएपछि यही फिल्मले नै महानायक राजेश हमाल सरलाई सुपरस्टारको उचाइमा पुर्याएको थियो। द फिल्म नेपाल वेबसाइट अनुसार हेर्ने हो भने महानायक राजेश हमाल सरको पहिलो फिल्म युगदेखि युगसम्म 1988 मा रिलिज भएको भनेर भनिएको छ भने उता देउता फिल्म भने चाहिँ 91 देखि लिएर 92 को बीचमा रिलिज भएको भनेर भनिएको छ। विकिपिडियामा हेर्ने हो भने चाहिँ युगदेखि युगसम्म फिल्म 1991 मा भनिएको छ भने देउता फिल्म चाहिँ 1992 मा रिलिज भएको भनेर भनिएको छ। महानायक राजेश हमाल सरलाई देउता फिल्म खेलिसकेपछि फिल्मको बाढी नै आयो भन्दा फरक नपर्ला। उहाँले 2002 र 2004 मा 16 वटा फिल्महरूमा काम गर्नुभएको थियो। द फिल्म नेपाल वेबसाइटको अनुसार हेर्ने हो महानायक राजेश हमाल सरको 1991 देखि लिएर 1993 सम्ममा 7 वटा फिल्महरूमा काम गर्नुभएको थियो। देउकी, भाउजू, देउता, कसम, चट्याङ, कचेरी र गोपीकृष्ण, जुन फिल्महरू मध्येमा देउकी, भाउजू, देउता, कसम, चट्याङ र गोपीकृष्ण फिल्म बक्स अफिसमा सफल साबित भएको थियो। अघि नै मैले भनिहालेँ, देउता र चट्याङबाट महानायक राजेश हमाल सरले बेस्ट एक्टरको नेसनल फिल्म अवार्ड जित्न सफल हुनुभएको थियो। त्यसपछि 1994 मा महानायक राजेश हमाल सरको 8 फिल्म प्रदर्शनमा आएको थियो, जुन मध्येमा चाहना, अपराध, परिभाषा, पृथ्वी, सडक, प्रतिज्ञा, ज्वाला आदि रहेका थिए। ती मध्येमा चाहना, अपराध, पृथ्वी, सडक, प्रतिज्ञा जस्तो फिल्महरू बक्स अफिसमा सफल भएको मानिन्छ। तपाईहरुलाई जानकारी गरौँ, ती 8 फिल्महरू मध्ये महानायक राजेश हमाल सरले अपराध, सडक, परिभाषा र पृथ्वी फिल्मबाट बेस्ट एक्टरको अवार्ड जित्न सफल हुनुभएको थियो। त्यसपछि 1995 मा महानायक राजेश हमाल सरले 3 वटा फिल्ममा काम गर्नुभयो, जीवन संग्रह, भीष्म प्रतिज्ञा र प्रतीक्षा। ती फिल्महरू मध्ये भीष्म प्रतिज्ञा फिल्म बक्स अफिसमा निकै सफल मानिन्छ। त्यसपछि 1996 मा महानायक राजेश हमाल सरले 5 वटा फिल्ममा काम गर्नुभयो, सिमाना, भुल, भरिया, विशालु र छोरी बुहारी। ती मध्येमा सिमाना, छोरी बुहारी फिल्म बक्स अफिसमा निकै सफल मानिन्छ। र सिमाना फिल्मबाट महानायक राजेश हमाल सरले फेरि एकचोटि बेस्ट एक्टरको नेसनल अवार्ड पनि जित्नु भएको थियो। त्यसपछि 1996 मा महानायक राजेश हमाल सरको 6 वटा फिल्म प्रदर्शनमा आयो, अग्नि परीक्षा, अवतार, बन्धन, अल्लारे, जुनतारा र शङ्कर, जुन 6 वटा फिल्महरू मध्ये 6 वटै फिल्महरू बक्स अफिसमा निकै सफल मानिन्छ। र यी 6 वटा फिल्महरू मध्ये महानायक राजेश हमाल सरले जुनतारा, शङ्कर र बन्धन फिल्मबाट बेस्ट एक्टरको फेरि अर्को नेसनल फिल्म अवार्ड जित्नु भएको थियो। त्यसपछि 1998 मा महानायक राजेश हमाल सरले 5 वटा फिल्ममा काम गर्नुभयो, गाउँले, साथी, चोर, धर्मसङ्कट र चण्डाल।
र यी 5वटा फिल्महरूमध्ये गाउँले, साथी, धर्मशङ्कर र चण्डाल फिल्म बक्स अफिसमा निकै सफल मानिन्छ। र चण्डाल फिल्मबाट महानायक राजेश हमाल सरले बेस्ट एक्टरको सिजी डिजिटल अवार्ड जित्नु भएको थियो भने उता फेरि एकचोटि चोर फिल्मबाट बेस्ट एक्टरको नेसनल फिल्म अवार्ड जित्नु भएको थियो। र त्यसपछि 1999 मा द फिल्म नेपाल अनुसार हेर्ने भने महानायक राजेश हमाल सरको 15वटा फिल्म रिलिज भएको देखिन्छ। नायक, बहादुर, सुरक्षा, चाँदनी, परदेशी कान्छा, परदेशी, चमत्कार, नगद नारायण, माटो बोल्छ, परेली, एक नम्बरको पाखे, कान्छा, पापी, मिस्टर रामकृष्ण, साथी आदि फिल्महरू रहेका छन्। तीमध्येमा लगभग त आधीभन्दा बढी फिल्म सफल छन्। नामै लिनुपर्ने हो भने साथी, मिस्टर रामकृष्ण, एक नम्बरको पाखे, माटो बोल्छ, चमत्कार, चाँदनी, नगद नारायण आदि फिल्महरू रहेका छन्। तीमध्येमा मिस्टर रामकृष्ण, रणभूमि, चाँदनी, कान्छा, माटो बोल्छ जस्तो फिल्मबाट फेरि एकचोटि महानायक राजेश हमाल सरले बेस्ट एक्टरको नेसनल फिल्म अवार्ड जित्नु भएको थियो। त्यसपछि महानायक राजेश हमाल सरको 2000 मा 13वटा फिल्म रिलिज भएको थियो। चलचित्र सुकुम्बासी, धर्मपुत्र, जिन्दगानी, ढुकढुकी, बसन्ती, माया बैगुनी, माइली, आवारा, भाग्यले जुरायो, हिरो, उपकार र यो मायाको सागर। यी 13वटा फिल्महरूमा पनि लगभग त आधीभन्दा बढी नै फिल्म बक्स अफिसमा सफल भए। नामै लिन पर्ने हो भने यो मायाको सागर, उपकार, भाग्यले जुरायो, माइली, बसन्ती, ढुकढुकी, जिन्दगानी, चलचित्र, धर्मपुत्र आदि फिल्महरू रहेका छन्। तीमध्येमा बसन्ती र ढुकढुकीबाट महानायक राजेश हमाल सरले फेरि एकचोटि बेस्ट एक्टरको नेसनल फिल्म अवार्ड जित्नु भएको थियो। त्यसपछि 2001 मा महानायक राजेश हमाल सरको 8वटा फिल्म प्रदर्शनमा आयो। चण्डाल, आशीर्वाद, मन मन्दिर, नेपाल प्यारो छ, हत्तेरी, इज्जत, सिउँदोको सिन्दुर र ताल। फिल्महरूमध्ये पनि लगभग आधीभन्दा बढी फिल्महरू बक्स अफिसमा सफल भएका छन्। नामै लिनु पर्दाखेरि चण्डाल, आशीर्वाद, मन मन्दिर, नेपाल प्यारो छ, सिउँदोको सिन्दुर आदि फिल्महरू रहेका छन्। र नेपाल प्यारो छबाट महानायक राजेश हमाल सरले फेरि एकचोटि बेस्ट एक्टरको नेसनल फिल्म अवार्ड जित्नु भएको थियो। त्यसपछि महानायक राजेश हमाल सरको 2002 मा 16वटा फिल्महरू प्रदर्शनमा आए। गोरेटो, हाम्रो सानो घरवाला, मुक्तिदाता, माया नमार, पूजा, क्रान्ति, यो कस्तो प्रेम, तिम्रो माया 49, मेरो माया 100, चक्रव्यूह, सन्तानको माया, इज्जत, पन्छी, रमझम, सन्यास, कस्तो साइनो र अर्जुन। यी फिल्महरूमध्ये पनि लगभग त आधीभन्दा बढी फिल्महरू नै बक्स अफिसमा सफल भएका छन्। नामै लिनु पर्दाखेरि गोरेटो, हाम्रो सानो घरवाला, मुक्तिदाता, माया नमार, क्रान्ति, तिम्रो माया 49, मेरो माया 100, चक्रव्यूह, सन्तानको माया, इज्जत, अर्जुन, कस्तो साइनो आदि फिल्महरू रहेका छन्। त्यसपछि 2003 मा महानायक राजेश हमाल सरको 10वटा फिल्म प्रदर्शनमा आएको थियो। गोदुली, यस्तै रहेछ जिन्दगी, धर्मात्मा, दुःख, शिवशक्ति, मङ्गलसूत्र, अङ्गरक्षक, ठुले र यो कस्तो प्रेम। तीमध्येमा दुःख, धर्मात्मा, शिवशक्ति, ठुले जस्तो फिल्महरू बक्स अफिसमा सफल मानिन्छ। त्यसपछि 2004 मा पनि महानायक राजेश हमाल सरको लगभग त 15वटा भन्दा बढी फिल्महरू प्रदर्शनमा आएका थिए। तीमध्ये बसन्त ऋतु, खण्डाल, खोलावारी खोलापारी, आमाको आशीर्वाद, हामी 3 भाइ, सन्तान, जेठो कान्छो, राम लक्ष्मण, कुरुक्षेत्र, माझी दाई, मनको टुक्रा, कर्तव्य, कर्णवीर, अनमोल, उकाली ओराली। यी फिल्महरूमध्ये हामी 3 भाइ, सन्तान, राम लक्ष्मण, कुरुक्षेत्र, कर्तव्य, कर्णवीर, जेठो कान्छो जस्तो फिल्महरू बक्स अफिसमा निकै सफल मानिन्छ। त्यसपछि 2005 मा महानायक राजेश हमाल सरको लगभग त 12वटा जति फिल्महरू प्रदर्शनमा आएका थिए। ममता, दुई पल, मैदान, मनमा माया, करण अर्जुन, राजु राजाराम, पापी मान्छे, अजम्बरी नाता, माया बसेछ, लडाई, कर्मयोद्धा र चट्टान। तीमध्येमा राजु राजाराम, पापी मान्छे, अजम्बरी नाता, माया बसेछ, कर्मयोद्धा, चट्टान जस्तो फिल्महरू बक्स अफिसमा निकै सफल मानिन्छ। र महानायक राजेश हमाल सरले राजु राजारामबाट बेस्ट एक्टरको अवार्ड पनि जित्नु भएको थियो। त्यसपछि 2006 मा महानायक राजेश हमाल सरको 9वटा फिल्म प्रदर्शनमा आयो। हामी ट्याक्सी ड्राइभर, हङ्गामा, निखिल दाई, दादागिरी, आमाको काख, कृष्ण अर्जुन, शक्ति, लवकुश र जीवनदाता। तीमध्येमा हामी ट्याक्सी ड्राइभर, निखिल दाई, दादागिरी, कृष्ण अर्जुन, जीवनदाता जस्तो फिल्म बक्स अफिसमा सफल मानिन्छ। त्यसपछि 2007 मा महानायक राजेश हमाल सरको 11वटा फिल्महरू प्रदर्शनमा आए। नेपाल, तिमी मेरी हौ, घायल, कानुन, त्रिशूल, मर्यादा, रघुवीर, पालेदाई, भाग्य विधाता, दोबाटो, चोर सिपाही। तीमध्येमा त्रिशूल, रघुवीर, पालेदाई, दोबाटो, चोर सिपाही जस्तो फिल्मलाई बक्स अफिसमा सफल मानिन्छ। त्यसपछि 2008 मा महानायक राजेश हमाल सरको 8वटा फिल्महरू प्रदर्शनमा आए। दानवीर, 20, हाम्रो मिलन कहिले हुन्छ, गिरफ्तार, खलनायक, इन्साफ, फैसला र डर। तीमध्येमा दानवीर, खलनायक जस्तो फिल्महरू बक्स अफिसमा निकै सफल मानिन्छ। त्यसपछि 2009 मा महानायक राजेश हमाल सरको 9वटा फिल्महरू प्रदर्शनमा आएको थियो। जय शिव शङ्कर, मौसम, जङ्गबाज, द युगदेखि युगसम्म, बतुली,
सङ्घर्ष जिन्दगीको इज्जतदार दिदीभाइ निशाना। तीमध्येमा जय शिवशङ्कर मौसम द युगदेखि युगसम्म फिल्मलाई बक्स अफिसमा सफल मानिन्छ र जय शिवशङ्कर र द युगदेखि युगसम्मबाट महानायक राज समाल सरले बेस्ट एक्टरको अवार्ड पनि जित्नु भएको थियो। त्यसपछि 2010 मा महानायक राज समाल सरको 10 वटा फिल्म प्रदर्शनमा आएको थियो। रक्षक, सपनाको नौलो संसार, कृष्ण, देश, गुरु दक्षिणा, स्वाभिमान, बाटो मुनिको फूल, धर्मात्मा, भगवान सबैको माटो। यी मध्येमा बाटो मुनिको फूल र धर्मात्मा फिल्मलाई बक्स अफिसमा सफल मानिन्छ र धर्मात्मा फिल्मबाट बेस्ट एक्टरको अवार्ड पनि राज समाल सरले जित्नु भएको थियो। त्यसपछि 2011 मा महानायक राज समाल सरको 15 वटा फिल्म प्रदर्शनमा आएको थियो। प्रहार, 10 गजा, मार्यो नि मायाले मार्यो, मेरो प्यारो माइती घर, साहसी, दुलही, शपथ, म माया गर्छु तिमीलाई, हात लाग्यो शून्य, सौभाग्य, सपना, ब्रेक फेल, मेरो राजेश दाई, चम्पा चमेली, फर्किआऊ आदि। ती मध्येमा 1-2 फिल्म बाहेक सबै फिल्महरू बक्स अफिसमा असफल मानिन्छ र त्यसरी नै 2012 मा महानायक राज समाल सरको 13 वटा फिल्म प्रदर्शनमा आएको थियो। भनिदेऊ न माया गर्छु, बजार, छविलाल कन्जुस छैन, मायाको बार, नाइट क्वीन, कवच, तडप, धमाका, फेसबुक, जय होस्, मेरो जीवन साथी, चन्द्रावती, कारवाही आदि। र ती मध्ये पनि धेरै फिल्महरू बक्स अफिसमा असफल भएको मानिन्छ तर छविलाल कन्जुस छैनबाट भने चाहिँ महानायक राज समाल सरले बेस्ट एक्टरको अवार्ड जित्नु भएको थियो। त्यसपछि 2013 मा महानायक राज समाल सरको 13 वटा फिल्म प्रदर्शनमा आएको थियो। धड्कनभित्र, रङ, समय, वरदान, पल्टन, रक्षा, मेरो जीवन साथी, किसान हो यही माया हो, किन किन, ग्ल्यामर, राजनीति, शौर्य। यी फिल्महरू मध्येमा पनि लगभग त सबै फिल्महरू बक्स अफिसमा असफल नै भएको मानिन्छ। त्यसपछि 2014 मा महानायक राज समाल सरले 7 वटा फिल्ममा काम गर्नुभएको थियो। योद्धा, एउटा मान्छेको माया, आकल, हँसिया, मुखौडा, जस्ट फर यु, सङ्घर्ष र यी फिल्महरू पनि लगभग बक्स अफिसमा सबै असफल नै मानिन्छ र लगातार 3-4 वर्षदेखि बक्स अफिसमा फिल्महरू असफल भइरहेको कारणले गर्दाखेरि महानायक राज समाल सरले फिल्म खेल्न निकै नै कम गर्नुभयो र 2015 मा महानायक राज समाल सरको एउटा मात्रै फिल्म प्रदर्शनमा आयो, सोल सिस्टर, र यो फिल्म पनि बक्स अफिसमा असफल नै भएको थियो। त्यसपछि 2016 मा महानायक राज समाल सरले 4 वटा फिल्ममा काम गर्नुभयो। बागमती, फागु, शकुन्तला र बिजुली मेसिन। यी फिल्महरूमध्ये बागमती र शकुन्तलाले पब्लिकहरूबाट राम्रो रेस्पोन्स पाए तापनि बक्स अफिसमा यी सबै फिल्महरू नै असफल भएका थिए। त्यसपछि महानायक राज समाल सरको 2018 मा कुनै पनि फिल्म रिलिज भएन तर 19 मा तुलसी भन्ने फिल्ममा एउटा केमियो गर्नुभएको थियो र त्यसपछि निकै लामो समय महानायक राज समाल सरले फिल्मी करियरबाट रेस्ट लिनुभयो र फाइनली लगभग त 8 देखि 9 वर्षपछि महानायक राज समाल नरसिंह अवतारबाट नेपाली चलचित्रमा कमब्याक गर्नुभयो। फिल्मको पोस्टर र फिल्मको ट्रेलर टिजरबाट पब्लिकहरूबाट निकै नै हाइप पाएको यो फिल्मले बक्स अफिसमा बम्पर कलेक्सन गर्ने अपेक्षा गरिएको थियो तर अफसोस फिल्म रिलिज भइसकेपछि पब्लिकहरूबाट पाएको मिक्स रेस्पोन्सको कारणले गर्दाखेरि यो फिल्म बक्स अफिसमा सफल हुन सकेन। लगभग त 1 करोड 30 लाख हारारीको मात्रै यो फिल्मले लाइफ टाइम कलेक्सन गरेको थियो र नरसिंह अवतारले पनि महानायक राज समाल सरलाई कमब्याक गराउन भने सकेन र त्यसपछि 2026 मा महानायक राज समाल सरले लिड रोलमा त होइन केमियो भन्दा केही रोल बढी नै प्रवासी जीवन फिल्ममा काम गर्नुभयो र त्यो फिल्म पनि बक्स अफिसमा फ्लप मात्र होइन डिजास्टर नै भएको थियो र यो फिल्मले लाइफ टाइम कलेक्सन लगभग त 2 देखि 3 लाखको मात्रै गरेको थियो। साथीहरु, महानायक राज समाल सर एउटा यस्तो नायक हुनुहुन्छ जसले आफ्नो फिल्मी सुरुवातदेखि लगभग त 2005 सम्म हरेक वर्ष कुनै न कुनै हिट फिल्म दिनुभएको थियो। अझै 90s को बेलामा त रिलिज भएका लगभग त सबै फिल्महरू नै बक्स अफिसमा सफल भएका थिए। यतिसम्म मानिन्छ कि महानायक राज समाल सरको एउटा टाउको मात्रै पोस्टरमा राखिदियो भने पनि त्यो फिल्म हेर्नको निम्ति पब्लिकहरूको ठुलो भिड हलमा देखिने गरेको थियो र हामीले बताएको यो लिस्टहरूमा पनि धेरै फिल्ममा महानायक राज समाल सरको केमियो मात्रै रहेको छ। महानायक राज समाल सर एउटा यस्तो युग हुनुहुन्छ जसले आफ्नो फिल्मी करियर सुरु गर्दाखेरि मेरो आफै पनि जन्म मात्रै भएको थियो र हाम्रो उमेरको मान्छेहरूले महानायक राज समाल सरकै फिल्म हेरेर हुर्कियौँ भन्दा फरक नपर्ला। महानायक राज समाल सरको एक्टिङ, एक्सनदेखि लिएर विशेष गरी डायलगले नै पब्लिकहरूलाई उहाँको फ्यान हुनको निम्ति बाध्य गराएर नायकदेखि लिएर अहिले महानायकसम्मको उपाधि उहाँले हासिल गरिसक्नु भएको छ। साथीहरु, हामीहरूले यहाँ जति पनि तपाईहरुको माझमा महानायक राज समाल सरको फिल्मी करियरको बारेमा जानकारी दियौँ, उहाँको फिल्म कुन चाहिँ वर्षमा कुन कुन रिलिज भयो भनेर जानकारी दिएका छौँ, ती सबै हामीहरूले द फिल्म नेपाल, विकिपिडिया, महानायक राज समाल सरको वेबसाइटबाट हामीले लिएका छौँ र कति फिल्मको रिलिज डेटहरू त एउटाले एउटा दिइरहेको छ भने अर्को वेबसाइटले अर्को दिइरहेको कारणले गर्दाखेरि त्यहाँ तलमाथि हुन सक्छ
उहाँले साथै लगभग त 225 देखि लिएर 250 वटा भन्दा पनि बढी फिल्म गर्नुभएको कारणले गर्दाखेरि र एक त नेपालमा त्यतिखेरको समयमा फिल्महरूको हिस्ट्री राख्ने वेबसाइटहरू नभएको कारणले गर्दाखेरि फिल्मको रिलिज इयर्सहरू अलिकति तलमाथि हुन सक्छ र कति फिल्महरू पनि छुटेका हुन सक्छन्। यदि त्यस्तो छ र तपाईँहरूलाई याद छ भने प्लिज तपाईँहरूले आफ्नो कमेन्ट सेक्सनमा कमेन्ट गरेर हामीलाई बताउन सक्नुहुनेछ। ल हस्त साथीहरू, आजलाई यति नै। फेरि पनि यस्तै नेपालका चर्चित कलाकारहरूको फिल्मी इतिहासको बारेमा जानकारी लिएर आउने नै छौँ। त्यतिन्जेलसम्मलाई हामीलाई पनि बिदा दिनुहोला। हस्त, नमस्ते।